साथीहरू नमस्कार। आम किसानीहरूको पीडा यो यतिका दिन 4-5 दिने झरीका कारण बोरामा थुपारेर राखिएका धानहरू, कम्बाइनबाट काटिएका धानहरू हुन्। यी धानहरू फुटाउनको लागि हामीसँग ठाउँ उपलब्ध नभएको भएर हामी यहाँ खाली बाटोको प्रयोग गरिरहेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ बाटोभरि त्रिपाल ओछ्याइएका छन्। यहाँ अङ्कल र यहाँ आन्टीहरू लगायत बुवाहरू सबै मिलेर यहाँ धान सुकाउँदै हुनुहुन्छ। साथमा म पनि छु। तपाईँहरूलाई देखाउन चाहन्छु कि गाउँमा कस्तो कस्तो खालको समस्या आउँछन् र बाटोलाई कुन हदसम्म मान्छेहरू उपयोग गर्दछन् भन्ने कुराको सानो उदाहरण तपाईँहरूलाई दिन चाहन्छु। तपाईँहरू देख्न सक्नुहुन्छ यो एक ट्र्याक्टर धान छ यहाँ। यी धानहरू यही बाटोमा सुक्ने छन् र भोलि यी धानहरूलाई मिलमा लगेर कुटिनेछ र यी धानहरू हाम्रो खानाको लागि तयार हुनेछन्। साथीहरू ल हेर्नुहोस्, यहाँ अङ्कलले धान सुकाउँदै हुनुहुन्छ। यो पुरै बाटो कभर गर्नुभएको छ उहाँले। पुरै यो धान सुकिरहेको छ। यो सामा धान हो, हेर्नुहोस् निकै राम्रो फलेको थियो, तर अहिलेको यो बेमौसमी बारिसले यहाँहरूलाई साह्रै दुःख दिएको अवस्था छ र यो पुरै बाटो फेल हुने गरी धान सुकाइएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। ल हेर्नु साथीहरू, यहाँ दाजुले यो ट्र्याक्टर मार्फत एक ट्र्याक्टर धान ल्याएर यहाँ बाटोभरि सुकाउनु भएको छ र यो आज दिनभरि सुके पश्चात भोलि मिलमा लगिनेछ यसलाई र चामल बनाइनेछ। यो फाँटहरू देख्न सक्नुहुन्छ तपाईँहरू, तराईका हाम्रा फाँटहरू हुन्। यी फाँटहरूमा निकै राम्रो धान गहुँ उत्पादन हुने गरेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू। यहाँ हात्तीका मूर्तिहरू पनि रहेका छन् र यहाँ यी केराको पछाडि तपाईँ देख्न सक्नुहुन्छ यो पोखरी निकै राम्रो माछा उत्पादन हुने गरेको छ यसमा। ल साथीहरू, गाउँमा धान राम्रै फलेको छ है।